ल आज चाहिँ हाम्रो केटिएमदेखि रुकुमसम्मको यात्रा त्यही हो गाइस। अब यहाँदेखि केटिएमदेखि डाइरेक्ट रुकुम जान लाग्यो हामी। निस्किन लाग्यो हामी। निस्किन लाग्यो। एउटा साथी चाहिँ यता अगाडि छ। कस्तो हुन्छ रुकुमसम्मको भ्लग हेर्नु होला। तर लास्टै लङ हुन्छ लाग्यो भ्लगमा। साउन्ड त त्यस्तै हो, केही सुन्ने छैन, त्यही हो माइल छैन। स्ट्यान्ड लिएर आएको थियो, स्ट्यान्ड बाटोमै भाँच्यो, सुरुमै भाँच्यो। राम्रो हुन्छ, टाढादेखि क्या भाँच्यो। हाम्रो पार्टनरहरू चाहिँ यता दिदी र साथीहरू साथी 4 जना जानु लाग्यो। कलङ्की हो यहाँ चाहिँ। उसको गल्ती हो कि हाम्रो गल्ती हो? ल अब भ्यालीदेखि निस्क्यौँ। भ्यालीदेखि निस्किने बाटो यही हो, कलङ्कीदेखि अब सिधै खानकोट जाने बाटो। असलै अघिदेखि ओभरटेक हान्नु। ल खानकोट कट्यो। गाडीहरू त त्यही हो, यहाँ त ट्रकहरू मात्रै गइरहेको छ। यहाँ ओभरटेक गर्नु पनि डर लाग्छ। धुवा ठुलो त त्यही हो, यहाँदेखि यो तलसम्म त। टोप पेलिरहेको छ नि त पछाडिदेखि यहाँ। कति सानो छ कि ओभरटेक गर्ने भन्दा नि पछाडि पुरै कराइ आएर पेलिरहेको छ। दुईजनाले बिचमा पार लाग्छ। यहाँ हान्ने ठाउँ छ, घुम्ती छ। यहाँ रेस बटाउनु लाग्यो। एकछिन है, रेस बटाउनु लाग्यो। जाऊ जाँदै गर। त्यो छ हालत। उहाँ पुग्दासम्म अझ कस्तो भइन्छ नै द उनलाई चाहिँ कसरी जाने क्या उहाँ खासै धुलो त छैन। अलिअलि पुरै लाग्छ क्या। कतिको लाग्छ यहाँ? खासै त छैन। अब यहाँ चाहिँ खाना खान लानु लाग्यो हामी। कहाँ अरे हो? डुबेर मर्न लागिसक्यो। के भएको हामी चाहिँ खाना खान जानु लाग्यो। कहाँ अरे यो? मुगलिन होइन? मुगलिन कि कहाँ अरे जाने हो? त्यसको नाम के हो? तरो रहेछ खोला त। ल मुगलिन आइपुग्यो। त गाजलै भएर रहेछ नि त मेरो त। खासै के भएको त्यो त पुरै गाजल भएको त। अझै छ खाना भयो। अब निस्किनु लाग्यो हामी चाहिँ। यो
आइपुग्यो लास्टै जाम रहेछ गर्ने यस्तै अब जामले यस्तै छ यस्तो छ पुरै जाम बिस्तारै हिँडाएको हुनाले तर गर्मी नै लास्टै घामले हानिरहेको छ रोक्न बित्तिकै लास्टै चक्कु भएको अब यहाँदेखि अब सर्नेको नि हाल्छ अब बागलुङतिर बस्ने जाने कुरा गरिरहेको छौँ यहाँनिर गएर काम पुष्पलाल चोक भन्ने आयो के हो ए पुष्पलाल चोक के भन्छ क्या त्यो त ल तुलसी के अरे नेपालगञ्ज पो हो के चोक भन्छ के होला यो मेन सिटी पोखरा गयो होला मेन रोडहरू पनि के हेर्ने अब यिनीहरू त यादै गरेन बाटोमा आउँदा केही देख्छन् राति हान्छ थाहै हुन्न मैले खाना चाहिँ यता कतै खाइरहेको हुन्छ यो होटेलमा चाहिँ छिरेको छ हरियाली दाना काँडादेखि नै सुरु भयो बागलुङ काटेर नि अब यता बागलुङ गयो पोखरा काटेर अब यहाँ अब बागलुङ छिर्न लाग्यो के छिरिसक्यो बागलुङ लेखाएको छ तल बोर्डमा हो केमा थाहा छ यहाँ लेख्दै के छैन पुरै तात्ते छन् बाइकहरू त पुरै पुत्ताइरहेको थियो त यो त मोबाइल पे जमुदै आउँदा छ कि मलाई त्यो त लिएन मोबाइल भिडियो बनाउँछु कहाँ छ यहाँ छ क्या खट्टा देखिन्छ त यहाँको ठाउँहरू त मजा आउँछ बजारदेखि निस्किन्छ यस्तो ठाउँमा एकछिन लास्ट टाइममा अझै गराउँछु अझै हाल्ने Look at this view guys डह्रो देखिरहेको छ यहाँ कस्तो लाग्यो गाइस बजारको भ्यू राम्रो देखिन्छ के यस्तो डाँडा पाखा राम्रो देखिरहेको छ मलाई त यही मनपर्छ हरियाली डाँडा काँडा तर मेरो भिडियो चाहिँ लाग्छ क्या जोस लाग्दो ठाउँ छ क्या यार यस्तो राम्रो के हो यो के हो
पुग्यो त यार यस्तो ठाउँ हेर्दा त ठोकाइ नै बेच्छु त यार खुट्टा त केही मानिन्छ त अब यस्तो ठाउँ देख्दा त दोस्रो छ नि यिनीहरू नि रेस हामीलाई हेरेर जोसिन्छ नि यिनीहरूले इन्जोय गर्न आएको नि बजार आयो Baklum पुग्यो गाइस बाक्लुम वेलकम बाक्लुम सियो भोलि त पुगिन्छ रुकुमको तमा भनेको छोटी छोटी हेर्नु सेटिरा पनि लाग्नु गाडीको वहाँ पुगेछ देखाउने यार थाहा छैन किन मलाई बाक्लुम पुग्यो आई डोन्ट नो बाक्लुममा कहाँ रेस्टुरेन्ट छ होला उतातिर राम्रो रहेछ त बाक्लुममा यार टाढो ठाउँमा बाक्लुम पुग्यो फाइनली गाइस बाक्लुम बजार आजको बसाइ बाक्लुममै हुन्छ भोलि हो पुग्ने रुकुम भनेको फेरि आजको बसाइ यही हो गाइस बाक्लुममै होटेल यही छ के हो सुन्नु त आजको बसाइ यही हुन्छ बाक्लुममै त्यही त झरिहालौँ राइट झर्नुहोस् तपाईँको युट्युब च्यानल नाम भन्नुहोस् मेरो गफगाफ ब्लग छ गफगाफ ब्लग तपाईँको लास्टै खुट्टा दुख्यो यार यही हो आजको बसाइ यही होटेलमा हुन्छ अब सिधै अब भोलि